टिकटकमा मैले एउटा पोस्ट गरेको थिएँ। त्यहाँ बजार 2600 देखि 2620 को आसपासबाट एउटा रिभर्सल क्यान्डल बनाउँछ भनेको थिए र बजारले फेब्रुअरी 22 मा करिब 2614.55 को बिन्दुलाई टच गरेर रिभर्सल पनि भयो र अहिले करिब 2800 देखि 2900 को आसपासमा छ। चुनाव सकिनु लगत्तै बजार हल पनि भयो र त्यसको भोलिपल्टबाट घट्न पनि सुरु गर्यो र बजारले 3000 त छुन्छ नै है, यसमा कुनै दुविधा छैन। नयाँ किन्ने सोच बनाउनु भएको छ भने 2750 देखि 2800 को आसपासमा किन्न सक्नुहुन्छ र यसमा बजार एकैचोटि 3000 पार गर्ने होइन, टच फर्कँदै जाँदै गर्ने हो। केही नाफा बुक गर्न चाहनुहुन्छ भने 3000 आसपासमा गर्न सक्नुहुन्छ। यसरी नै आफ्नो रणनीति बनाउनुहोस्।